गुड मर्निङ। म चाहिँ उठिसकेको छु भर्खर अहिले चाहिँ 7 बजी छ है। राति चाहिँ पुरा ढिलो सुत्यो, अब 1 बजी उठ्दै सुत्दाखेरि नानी यस्तै छ। बाहिर हेर्नुपर्छ कस्तो छ के छ, उठ्यो कि उठेन कि हल्लाहरू हुँदैछ हौ। गरम भयो कि पुरा। सुतेको छुइनँ नि आज। यहाँदेखि उँधो त छुनु नि भएको छैन। यहाँ आन्टीले खुजिङ गरेको। ल बाहिर हेर्न खोला छ, खोला हो पर चाहिँ ठुलो खोला छ। यहाँ यता चाहिँ बाटो। उठ्नुभयो? गुड मर्निङ। मर्निङको भ्यू है। बिहान चाहिँ यस्तो रमाइलो छ क्या, चिसो। यता चाहिँ यो मुन्टाला किचन, माथि पनि यसरी स्टे नै गर्ने जग्गा नै छ। उतापट्टि स्विमिङ पुलहरू छ। हेर्नु कति मजाको छ। लिली रहेछ, लिली वाइट कलरको लिली पनि रहेछ, मजाको। हामी चाहिँ यता सबैजना लस्करै टेन्ट लगाएर सुतेको थियौँ। यहाँ चाहिँ जोजो र भेना छ, उठेको छैन। त्यहाँतिर भाउजू नानी, त्यहाँ आन्टी दिदीहरू पर चाहिँ हामी है। हेर्नु त खोला। अब यहाँ चाहिँ स्विमिङ पुलहरू छ है। यहाँ चाहिँ स्विमिङ हेर्नु छ है। यता अनि स्विमिङ खेल्नु छ क्या। यहाँ चाहिँ स्विमिङ हो। अनि टाउको निकालिरहेको छु। यहाँ जोजो भर्खर उठेर दुलोबाट हेर्दैछ है यहाँनिर। है कस्तो मजा आयो सुत्नु? मजा आयो? भेनाभित्र रहेछ। हामी चाहिँ बिहानै एकपल्ट फेरि झन् घाम लागेर चाहिँ यहाँनिर स्विमिङमा है। हेर्नु है, अहिले 8:30 भयो होला है। तर हेर्नु यस्तो गरम छ यहाँ है। त्यही भएर हामी चाहिँ फेरि एकपल्ट अरू सबैजना चेन्जिङ गर्दैछ। म चाहिँ नानीहरूलाई लिएर यहाँनिर अगाडि हो। अब एकछिन स्विमिङ गरेर नास्ता गरेर गाडी पनि आउँछ, त्यहाँदेखि चाहिँ हामी जान्छौँ। सो हेर्दै गर्नुहोस् होला। छिटो डोना भाउजू छिटो, भाउना आन्टी छिटो, तपाईँ आउँछ ल।
हाम्रो चाहिँ यहाँनिर खाजा खाएको ब्रेकफास्ट है पानी खेलिसक्यौँ है स्विमिङ सक्यो मैले लुगा फेरेकै छैन त्यसै लुगा ल्याएर यो चाहिँ हाम्रो मर्निङको ब्रेकफास्ट चाहिँ यति बेलुकाको बार्बिक्यू रहेछ उब्रेको है पिकल यहाँ छ रोटी चिया है नानीहरू यहाँ बसेर खाँदैछ बिहानको खाजा अब खान्छ अब गाडी आउँछ त्यहाँदेखि गाडी आएर हामी जान्छौँ हो लु त्यहाँको दुधको अरे रेलीको सिक्किमको चाहिँ होइन रेलीको यहाँ रेलीको चिया खाएको यस्तो हो गाडी आउँदैछ सो हामी चाहिँ यतैबाट हामी सबैजना फेरि अर्को जग्गा है हामी अर्को जग्गा घुम्न जान आँटेको छौँ यतैबाट हामी जाँदैछौँ पन्बू है लामा डाँडा अनि अब आएको बेलामा घुम्नु जाउँ न त भनेर यतैबाट सिधै लामा डाँडा जानेछौँ अनि लामा डाँडा भएर चाहिँ फेरि पन्बू जानेछौँ र पन्बूदेखि चाहिँ हामी ब्याक हुनेछौँ सबैजना रेडी भएर छ आन्टी रेडी हुँदैछ दिदीहरू रेडी भाउजू पनि रेडी भइसकेको छ हो सबैजना रेडी भेना पनि रेडी अनि म पनि रेडी भइसकेको छु यहाँनिर अलिअलि मेकअप सेकअपहरू हुँदैछ हेलो टक्कै पन्बू मात्रै जाने पन्बू मात्रै भनिदिएको थिएँ कि आमा यहाँ तलको चाहिँ रेसी खोला हो हामी हिजो लज है सुतेको चाहिँ हामी बसेको यता स्विमिङ पुल हाम्रो टेन्ट चाहिँ यहाँ हो यहाँ माग्यो यहाँ माथि टेन्ट छ तर हिजो चाहिँ हामी फ्यामिली सिन आएकोले चाहिँ तलै सुत्यो हामी है केटाकेटीहरू पनि थियो सानो सानो ठुलो ठुलो हामी जस्तो आयो भने चाहिँ टेन्टमा हुनुहुन्छ हाम्रो टेन्टको सामानहरू है लिनुभएको है यहाँ माथि नाइट अर्डर गर्ने हजुर नाइट अब यो सबै बारीहरू अरे नजारा चाहिँ दामी त रहेछ क्या यहाँ बर पनि यता चाहिँ लोलेगाउँ भन्छ यता चाहिँ लोलेगाउँ यो डल्लै देख्दै गरेको यता रेली पानी चाहिँ फेरि यहाँको चाहिँ यस्तो रहेछ के भन्दा सुबिस्ता क्या हुन्छ नि अब पानी सक्यो त्यो सक्यो भन्ने चाहिँ होइन रहेछ यहाँ चाहिँ आएको रहेछ पानी हो मजाको रहेछ यहाँ चाहिँ अरू जग्गा चाहिँ पानी सकिन्छ भन्छ होइन के यहाँ चाहिँ होल्छ यहाँ आइपुगेँ एकछिन खोलामा फोटोसुट गरिहाल्यो यहाँकै नानीहरूसँग है लास्ट हाम्रो चाहिँ गाडी पनि आइसकेको छ अनि गाडीमा सामानहरू हाल्दैछ अब चाहिँ हामी जानेछौँ अब चाहिँ गाडीमा सामान हाल्दैछ है सामान लोड हुँदैछ कि अनि चाहिँ सबै सामानहरू रेडी हो होइन हामी बसेको त्यहाँ माथि है यस्तो दामी छ नि जग्गा चाहिँ
सामानहरू डुल्दैछ हाम्रो यहाँ कता कता हो हजुर एकदम ल हामी चाहिँ हिँड्यौँ है अब खोलाबाट बिदा लाग्यौँ गयो खोला खेलिसक्यो दुईजनाले गयो बाटो चाहिँ खोला हो रेली बजार है यो चाहिँ हो रेलीको मुक्ति ब्रिज छ मुक्ति सुभाष घिसिङले जति पनि पुल बनाएको छ सबै उसको नामै मुक्ति पुल हो नि कस्तो मजाको खोलामै रिसोर्ट रेली खोला बजार है भाउजू लोले गाउँ चाहिँ यताबाट जान्छ है लोले गाउँ चाहिँ उकालो उकालो लोले गाउँ अस्ति हाम्रो गएको छ नि लोले गाउँ यता हो लोले गाउँ अब चाहिँ हामी चाहिँ यता सिलगढी गएको हामी चाहिँ गएको बाटो बनाउँदा पन्बू बजारै छ हजुर खाने आज त यो चाहिँ हो पालाको ब्रिज पाला पुल हो चाहिँ पाला पुल यो पाला पुलको मुनि चाहिँ हेर्नु न भिड सबैजना यसरी मिठाइरहेको रहेछ हो यहाँनिर पुल है हामी चाहिँ एकछिन फोटो खिच्नुको लागि उत्रेको हो यहाँ चाहिँ अलिकति नजारा पनि हेरिराखौँ भनेर चाहिँ नि साह्रै राम्रो हेर्नु कम्ती छैन मान्छे हो यो चाहिँ खोलाको बिचमा है हामी चाहिँ यहाँनिर लामा डाँडा आइपुगेको छौँ यहाँ चाहिँ गाडीबाट सबैजना झर्दैछ अनि सबैजना गाडीबाट झर्दैछ यता चाहिँ यस्तो छ भ्यू चाहिँ एकदमै रमाइलो जग्गा है म त चप्पल खोल्छु जुत्ता खोलौँ हौ चप्पल खोलेँ मैले आमा 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 अहिले चाहिँ हामी यहाँ चाहिँ लामा डाँडा होमस्टेमा आइपुगेछ अब इन्जोय गर्नुको लागि के हो सोधौँ न एक त अब चाहिँ फाइनली आइपुग्यो हामी पन्बू पुरा भिड रहेछ है पन्बूमा आज छुट्टी जानु है यहाँ चाहिँ गाडीबाट झर्दैछ सबैजना हो हामी चाहिँ पन्बू आइपुग्यो हामी चाहिँ फाइनली पन्बू डाँडा आइपुगेको छौँ सबैजना परिवार पछाडि टिकट काट्ने छ कतिजना आउँदैछ कतिजना कता कता साह्रै बिस्ते भयो क्या अन्त म चाहिँ यहाँनिर भिडियो लिँदै गरेको यहाँ चाहिँ हामी पन्बूमा छौँ
हावा कस्तो मजाको यस्तो बेलाको गरम भइरहेको थियो चिल भयो चाहिँ उँधोको नजारा है हाम्रो चाहिँ बाघपुल देखिरहेको छ यस्तो दामी छ सरश्री आन्टी आउँदैछ केटाकेटी हेर्नु नि कोही बेला खानेमा समाज आएको छ यस्तो छ है हिँड्ने बाटो सिँढी 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 उकालो जाउँ यस्तो छ तल खोला देखिरहेछ रमाइलो गरिरहेको रहेछ चारैपट्टि भ्यू सिक्नु सक्छ नि त यहाँ चाहिँ त्यही भएर आम्बो my god यस्तो दामी जग्गा भएन नि यो जल्लोभरि नि ल आना 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 दामी अर्को है है हान न यो उयो बट्टाको बिर्को खै त्यही नबोलाइकन पनि आउने है हो हावा त होला नबोलाइ पनि आउँछ ल छिटो छिटो आएर पाऊ त्यसलाई राख्नु दिएको कताबाट गएछ नि कताबाट गएछ म त होइन डिक्कीमा सामान हेरेर लिनु गएँ कि यहाँ कपल्सहरूले फोटो खिचिरहेको थियो त्यहाँ सिमरनलाई मैले पर्खिनु लागेको थिएँ सिमरन यहाँ हेलमेट बस्दै गर ल म गएर आउँछु भने आउँदा हेलमेट लिँदो रहेछ होइन त्यो दाले कपल यहाँ यो पाइपमा अड्केछ धन्न रे हाल्नु ऊ दादा हालेर गयो नि यहाँ ल हामी चाहिँ पनबजार घुमिसक्यौँ अब फर्केको अब खाजा खाने लन्च गरेर चाहिँ घर जाने दाजुलाई तिनी है मेरो पछाडि अब सब पैसा हामी अघि अघि छ आजलाई यति नै Thank you so much for watching my video. Bye bye. Momo thukpa khanदैछ